गुड मर्निङ साथी हो। यो कञ्चनजङ्घा शिखरलाई नजिकबाट हेर्न पनि हामी सन्दकपू गयौँ र अझै नजिकबाट हेर्न हेतु गोचेला गयौँ, एचएमआई बेस क्याम्प चौरीखाम गयौँ, अनि त्यसपछि एबिसी एबिसी पनि गऱ्यौँ र आज चाहिँ यो दार्जिलिङबाट लाङटाङसम्मको दूरी तय गर्न भने खरसाङबाट यो सानो गाडीमा चढेर हामी दुधे नक्सल हुँदै यो पानी ट्याङ्कीमा आइपुग्यौँ। त्यसपछि हामी यो पानी ट्याङ्कीबाट टुकटुकमा चढेर काँक्री भिटा आइपुग्यौँ र बेलुका खानासाना खाइसकेपछि बेलुका 3 बजीतिर यो बसमा चढेर हामी काठमाडौँ माछा पोखरीको लागि रवाना भयौँ। काठमाडौँ माछा पोखरीमा एक दिन हल्ट गरेपछि हामी फेरि भोलिपल्टको दिन स्याब्रुबेसीको लागि रवाना भयौँ। हेलो, off to Sabrubesi from Kathmandu for a minimum of 7 days Lantern Valley trek up to I think Canning Route 2 and Sabrubesi. Perhaps see you then. थ्याङ्क यू। माछा पोखरी काठमाडौँबाट 2 घण्टाको यात्रापछि हामी ढुङ्गे नुवाकोटमा आइपुगेका छौँ। दार्जिलिङबाट लाङटाङको दूरी चाहिँ हाराहारी 632 किलोमिटर जति रहेछ। अनि दार्जिलिङबाट स्याब्रुबेसीको दूरी चाहिँ 579 किलोमिटर, जो चाहिँ हामीले बसमै तय गऱ्यौँ। त्यसपछि स्याब्रुबेसीबाट लगभग 34 किलोमिटर चाहिँ हामीले पैदल यात्रा गऱ्यौँ, जो हामीले धेरै हाइटहरू पनि गेन गर्नु परेको थियो, जसको विवरण एकछिनमा तपाईँलाई दिनेछौँ। यो स्याब्रुबेसीको बस यात्रा चाहिँ कम एडभेन्चरस थिएन। तल भिरमा तल एकदमै यो त्रिशुली नदी बगिरहेको, बाटो खराब र निकै अप्ठ्यारो जस्तो लागेको थियो र जसोतसो भए पनि हामी स्याब्रुबेसी चाहिँ आइपुग्यौँ। अघि अन्धारो हुन लागेको थियो, एकछिन चेन्ज गर्दा हुँदा त अन्धारो पनि भइसकेको छ। अनि यो तपाईँले देख्नुहुन्छ डाइनिङ एरिया। अनि यो स्याब्रुबेसी भन्ने ठाउँ चाहिँ सानै भए पनि निकै झलमलै रहेछ। त्यो चाहिँ हामी रिभर साइडमा आएर बसेको छौँ। माथि सानो टाउन अझै छ। अब हामी खानासाना
खाएर रेस्ट गर्नेछौँ र भोलि बिहानै उठेर फेरि ट्रेक हाम्रो सुरु हुनेछ लाङटाङको लागि र भोलि हाम्रो काम चाहिँ हुन्छ त्यो चाहिँ भोलि नै तपाईँलाई बताउँला। आज हामी यहाँ स्याब्रुबेसीबाट हाम्रो यात्रा सुरु गरिरहेछौँ र आज हाम्रो 1450 मिटर हाइटदेखिको हामी लगभग 3800 त्यहाँबाट केन्जिङरी पुग्दाखेरि लगभग 4800 को हाइटसम्म हामी उक्लिनेछौँ र तपाईँहरूले देख्नुहुँदैछ यो त्रिशुली नदी है, त्यो खोला तरेर हाम्रो बाटो यताबाट उकालो जान्छ र हामी आज मोस्ट प्रोबेबली लामा होटलसम्मको यात्रा तय गर्छौँ। हुन त 6-7 घन्टा लाग्ने हो लामा होटल, तर हामी यसरी भिडियोहरू खिच्दै फोटोहरू लिँदै जाँदा अलिक समय लाग्ने नै छ र त्यसो गर्दा हामीलाई 8 घन्टासम्म लाग्ला लामा होटल पुग्नलाई। थ्याङ्क यू। यो अहिले तपाईँले देख्नुभएको क्लियर कट हेर्दा चाहिँ यो चाहिँ तपाईँको लाङटाङ खोला रहेछ, जो चाहिँ स्याब्रुबेसीमा गएर त्रिशुली नदीसँग मिल्दो रहेछ र त्यहाँ दोभान बनिएको छ। ल सानो स्याब्रुबेसीलाई त हामीले छोड्यौँ र यो रोड भएर जाँदैछौँ र यो रोड चाहिँ ठुलो स्याब्रु पुग्छ अरे, जो गोसा कुण्ड तर्फ छ र यो बाटोले चाहिँ त्यता लाने रहेछ। अनि तपाईँले त्यो बाटो देख्दै गर्नुभएको चाहिँ यो पुरानो ट्रेकिङ रुट अरे, जो अलिक सुरक्षित अनि ढुङ्गासँग झर्ने भएको पहिरो सहिरो आउनु भएको कारणले गर्दाखेरि त्यो बाटोलाई चाहिँ अहिले अलिकति चलाउनु छोडेर यो सुरक्षित बाटो चाहिँ चलाउन थालेको रहेछ पर्यटक ट्रेकर्सहरूले र जो हामी हिँड्दै रहेका छौँ त्यो बाटो चाहिँ अहिलेको लेटेस्ट जो पर्यटक
प्रकाशहरूले चलाउँछ त्यो रहेछ। यो चाहिँ तपाईको स्याब्रुबेसीबाट पुरानो रुटको एउटा क्याम्प रहेछ। यो क्याम्पबाट आएर यहाँबाट यो पुल भयो अरे फेरि यताबाट जाने त्यो रहेछ। र अहिले चाहिँ त्यो बाटो अलिकति पहिरो सहिरो जाने भएको कारणले गर्दाखेरि त्यसलाई त्यागेर अहिले यो बाटोलाई सुरु गरिरहेका छन्। नमस्ते। वाह सुन्दर कति माथि लाग्यो त्यो यसरी नै बाटोमा जग्गा जग्गा यस्तो सुन्दर झरनाहरू देख्ने सौभाग्य पाएका छौँ। हेर्नुहोस् अति नै सुन्दर। यो पुल क्रस गर्ने बित्तिकै यसको नाम चाहिँ डोमन रिभर भ्यू जग्गा नाम चाहिँ धोमन रहेछ। हामी करिब स्याब्रुबेसीबाट 1.5 घन्टाको लगातार हिँडाएपछि हामी यहाँ डोमेन भन्ने जग्गामा आइपुग्यौँ है। यहाँनिर तपाईँको टी हाउस पनि छ, चिया कफीहरू नास्ताहरू खानाहरू पनि पाइन्छ, लज पनि छ। र यहाँ पनि तपाईँहरूले स्याब्रुबेसीबाट ढिलो गरी बेलुकातिर हेरेर यहाँ पनि आएर बस्न सक्नुहुन्छ। र यो पनि एउटा रेस्ट तपाईँको जग्गामा रेस्ट गर्नु सक्ने एउटा यहाँबाट अब त्यो 1 घन्टामा चाहिँ पहिरो भन्ने स्थान छ। त्यसपछि हामी ब्याम्बोमा गएर चाहिँ हामी लन्चहरू गर्नेछौँ। ल त प्लेन बाटो सकिएपछि यो हामीले पहिलो खुर्किलोहरू पनि टेक्यौँ। अब जाँदैछौँ पहिरो भन्ने जग्गातिर। सास फुल्दैछ, निकै ठाडो उकालो रहेछ।
र यो दोबाटोको बारेमा त भाइ हाम्रो चाहिँ तपाईँलाई भनिदियो। अनि यो चाहिँ हामी स्याब्रु बेसीबाट आएको बाटो। अनि तपाईँको यो बाटो चाहिँ ठुलो साप्रु भएर गोसाइकुण्ड जाने बाटो रहेछ। अनि हामी चाहिँ यो एरोले देखाएको अनुसार सिधा यता लाङटाङ जानेछौँ। र त यो पहिरो भन्ने जग्गामा हामीले आइपुगिसकेका छौँ। ठ्याक्कै 2 घन्टा लागेछ। र भाइले भनेअनुसार यहाँ आइपुग्नु चाहिँ पहिरो आइपुग्नु चाहिँ स्याब्रु बेसीबाट टक्कै 2 घन्टा रहेछ। यो पहिरो भन्ने जग्गामा आएपछि 2 घन्टापछि नमस्ते। कताबाट आउनुभयो होला? अहिले यहाँ माथि बुटोलको त पुरा पार्टी गएकै छ। हामी सँगै ग्रुप हो 27 जनाको। ल हजुरहरु कहाँदेखि आउनुभएको? हामी काठमाडौँ। Have a nice day. हुन्छ, थ्याङ्क यू। हेलो नानी। हेलो। थ्याङ्क यू। यो लाङटाङ खोलाको किनारा किनारा हुँदै नै हामी गइरहेका छौँ। कहिले चढाइ कहिले उत्तराइ हुँदैछ। र अहिलेसम्मको यात्रा चाहिँ हुन त अब 3 घन्टा मात्रै भयो र पनि त्यति कडा चाहिँ लागेको छैन। यता हो र यसरी बाटोहरू बिग्रिँदै जान्छ, नयाँ बाटो बनिँदै जान्छ, अनि पथिकहरू हिँड्दै जान्छ। यस्तै रहेछ यो दुनियाँको रित। हेर्नुहोस् नयाँ बाटो, यो माथिको बाटो सायद भित्केछ कि क्या हो र तल्लोबाट घुमाएर ल्याइदिएको रहेछ। Tony.
त्यसरी नै उकालो ओह्रालो समतल सानो पुल ठुलो पुल हुँदै हामी उकालो लामा होटल तर्फ लागिरहेका छौँ। हेर्नुहोस् कहिले घाम कहिले छाया कहिले तातो कहिले चिसो हुँदै छ। अनि यो ठाउँको मुख्य वनस्पतिहरू चाहिँ मैले देखेअनुसार उत्तिस बिचमा लालीगुराँसको पनि जङ्गल छ भनेको सुनेको थिएँ। त्यसपछि सिम्पली झिङ्गिनी कटुसहरू अलिअलि देखियो, त्यसको अलावा त अरू केही देखिएन। साथीहरू आउँदैछ बिस्तारो। यो तल ब्याम्बोदेखि माथि लामा होटलसम्म चाहिँ एकदमै ठाडो उकालो छ भनेको थियो। साँच्चै नै त्यस्तै रहेछ, ठाडो उकालो छ। र पनि जाँदैछौँ। अनि यति उकालो त जसले घोसेला ट्रेक गरेको छ, कञ्चनजङ्घा बेस क्याम्प ट्रेकहरू गरेको छ, उनीहरूलाई त सजिलो जस्तो लाग्यो। किनभने हामीले पनि गरेको यो कञ्चनजङ्घा बेस क्याम्प, चौरीकाङ, अनि तपाईँको अन्नपूर्ण बेस क्याम्प भयो। यिनीहरू चाहिँ अलिकति टफेस्ट ट्रेकहरूमा बनिन्छ। यो चाहिँ अब कहाँसम्म उकालो रहेछ हेर्दैछौँ, कतिको थाकिने रहेछ। साथीहरू आउँदैछ, दुईजना विदेशी पर्यटकहरू पनि छ, पछाडि एकजना छ आइरहेका छन्। ब्याम्बोबाट मित्र करिब 20 मिनट हिँडिसकेपछि यहाँ एउटा यस्तो पुल देखियो। सायद त्यहाँबाट क्रस गरेर लामा होटल तर्फ जान्छ। वाव, अनि यो चाहिँ लाङटाङ नदी माथि तपाईँले सानो अलिअलि हिउँले भरेको चिसोरो देख्नुहुँदैछ।
साथीहरु बिस्तार बिस्तार आउँदैछ। हेलो अनि यो चाहिँ मित्र यो 2 अप्रिल 2015 मा डरलाग्दो भूकम्प जो आएको थियो त्यसमा यो मान्छे मरेको रहेछ। यो चाहिँ इजरायली रहेछ जो चाहिँ लाङटाङ फ्रोजन लेकको ट्रेकमा गएको थियो रहेछ र उसको सम्झनामा उहाँको टिममेट्सहरुले यहाँ ल्याएर एउटा बोट टाँगिदिएको रहेछ। बेम्बोदेखि प्राय पौने 2 घण्टा भयो होला। हामी उकालो चढेकै छौँ। सासहरू पनि निकै फुल्लियो र स्यास्या फ्याफ्या हुँदैछौँ। र यो चाहिँ कहाँसम्म हो भनेर चढाइ चाहिँ सोद्धाखेरि माथि रिन्चे भन्ने एउटा जग्गा छ अरे। रिन्चेसम्म नै उकालै हो। यहाँदेखि चाहिँ आधा घण्टा हिँड्नुपर्छ भनेर भने त्यो फर्किने ग्रुपको भाइहरूले। ल त जाउँ, आधा घण्टा अब हिँडौँ। घाम चाहिँ हेभी लागेको छ। एउटा पनि ठन्डा चाहिँ अनुभव भएको छैन। सानो विश्राम घर भेटियो। यहाँ चाहिँ के रहेछ भन्दा त्यसै बसेर यहाँ चाहिँ निकै ठुलो ओडा देखियो। यहाँ चाहिँ पानी सानी पर्दा चाहिँ राम्रो आश्रय मिल्ने रहेछ। बेम्बोबाट
2.5 घन्टाको उकालो चढिसकेपछि यो रिन्चे भन्ने जग्गामा आइपुग्यौँ र चढाइ चाहिँ निकै खतरै थियो, खडी चढाइ थियो र त्यहाँबाट यहाँ आइपुग्न चाहिँ हामीलाई 2.5 घन्टा लाग्यो र अब यहाँबाट हामी लामा होटल गइरहेको छौँ र सायद यहाँबाट आधा घन्टा लाग्छ होला र आधा घन्टापछि फेरि त्यहाँ हाल्ट हुनेछ, त्यसपछि भोलिको कार्यक्रम सुरु हुनेछ। यो छ त्यो लामा होटल कम्प्लेक्सको एरियाहरू। ल बस्ने बन्दोबस्त गर्दैछौँ। अब यो चाहिँ लामा होटल, यो सबै एरियालाई लामा होटलै भनिन्छ, लामा होटल एरिया भन्ने हुन्छ। यताबाट यस्तो रहेछ। चेक गर्नुहोस् त, मजा आउँछ। वाउ, यो रहेछ रुम।